नमस्ते, म रन्जुस रेसिपीबाट आज चाहिँ मैले मुसुरीको सिम्पल दाल लिएर आएको छु। सुरुमा म दाललाई राम्ररी वास गर्छु अनि त्यस पछाडि वास गरिसकेपछि त्यसलाई सबै पानी फ्यालेर चाहिँ अनि एउटा कुकरमा दाल अनि त्यस पछाडि प्याज टमाटर राखेर राख्छु। त्यस पछाडि पानी हाल्छु अनि पानी हालिसकेर त्यसमै बेसार नुन हाल्छु। त्यस हालिसकेपछि म ग्यासमा बसाउँछु। मैले चाहिँ सिम्पल नुन पनि हालेँ है मैले। अनि त्यसपछि मैले ग्यास इन्डक्सनमा बसाउँछु र 3-4 सिटी लाइन्जेलसम्म चाहिँ तेल पनि राख्छु। 3-4 सिटी लाइन्जेलसम्म चाहिँ म त्यसलाई पकाउँछु र दाल मजाले पाकिसकेपछि झिक्छु। अनि यता कराईमा चाहिँ घिउ हाल्छु। अब मुसुरीको दालमा भरिसके घिउमा झानेको चाहिँ मिठो हुन्छ हैन, घिउ भएसम्म, अथवा घिउ छैन भने तेलमा पनि हुन्छ। अनि त्यस पछाडि जिराको दाना हालेँ। अनि जिराको दाना हालिसकेपछि मैले अघि काटेको हरियो लसुनको पत्ता छ, अनि त्यो लसुनै काटेर चप गरेर लाउँदा नि हुन्छ। मैले चाहिँ पत्ता थियो त्यही भएर लसुनको पत्ता राखेँ। अनि त्यस पछाडि जिरा खोर्सानी राखेर मजाले, अनि टमाटर त मैले अब अघि नै उसिनेको छु दालमै, अनि प्याज पनि दालमै मैले सबै मिक्स गरिसकेको थिएँ। अनि त्यो जुन फ्राई भइसक्छ त्यो जिरा र लसुन र खोर्सानी, अनि त्यस पछाडि मैले दाल हालिदिएँ। दाल हालेर चाहिँ मैले, किनभने अलिक दाल बाक्लो चाहिँ हामीलाई अलिक मन नपर्ने भएकोले थोरै पानी चाहिँ पातलो मन पर्ने भएकोले पानी थपेको कारणले गर्दा अब त्यसलाई मैले एकछिन आगोमा बसाउन छोडिदिन्छु। अनि त्यो राम्ररी उम्लिसकेपछि चाहिँ मैले त्यसमा माथिबाट थोरै जिरा पनि लगाइदिन्छु, जिराको धुलो, किनभने बास्ना आउँछ नि त। अनि त्यस पछाडि उम्लिएपछि मैले धनियाँ पनि राखेँ। अनि त्यस पछाडि मजाले चलाइदिन्छु जिराको धुलो राखेपछि चाहिँ। अनि मजाले उम्लिन्छ यो दाल। त्यस पछाडि चाहिँ म यो ग्यास अफ गरेर खानको लागि रेडी भयो र निकाल्छु एउटा बटुकामा है त। धन्यवाद।